निकाल निकाल बोल्ने पुक्का त आमालाई पैसा लगी लगी खुवाउनु पर्ने रिया तेरो केटा हो म मम्मीलाई फोन गर्छु को यो केटी रिया अरे अब भनेको नरारिकन भनेको रियोज हो जा त्यहीसँग मुन्डी मोर त्यहीसँग हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल म म्याग्नी सबैजना सन्चै हुनुहुन्छ होला आज एउटा इन्ट्रेस्टिङ भिडियो लिएर आएको छु अस्ति चाहिँ एउटा लेक्सीले मलाई प्र्याङ्क गरेको थियो नि होइन त्यो के अरे दिनभर जहिले सुने मसँग त्यसको आज बदला लिन्छु एक दुई दिन पछाडि लिन्छु त भनेको थिएँ आज त्यो रुवाएरै छोड्छु म के अरे आज चाहिँ के गर्छु भने उसको अगाडि कसलाई टेक्स्ट एउटा केटीले टेक्स्ट गरे जस्तो गर्छु उसको रियाक्सन हेरौँ त एकछिन ऊ बाहिर पसल निस्केको छ खै के किन्नुको लागि ढोका खुल्लै राखेर जान्छु म है त अब एउटा माइक चाहिँ लुकाएर गर्नुपर्छ एउटा चाहिँ म यहाँ राख्छु So let's go guys. चटोसँगले क्यामेरा चाहिँ अलिकति लुकाउनु पर्ने हुन्छ देखिरहेको छ नि गाइस यो म्याक्सी यहाँ लुकाउँछ है त check. Ay. साथीलाई मैले मेसेज गर्न लाग्छु है गाइस केटी साथी नै हो म्याग्नी कहाँ छौ यही छु के गरिरहेको साह्रो फाकेर आएको उप्प परेको छ उयो गर्मी नै नभए पनि क्या के गरिरहेको के रे लुकाएको चाहिँ किन के सबडी क्या गरिरहेको लुकाएको चाहिँ किन फोन क्या लुकायो मैले फोनै लुकाएको छुइनँ के छ खबर क्या गरिराखी चार कति थियो टोटल थियो को न ऐश्वर्या राईसँगै बोल्दैछु क्या फोनै लुकाउँछु त पुरै को साथी अनि किन लुकाएको त अनि क्या लुकायो मैले नाटक नगरी बस है म्याग्नी अरे के भयो फेरि तिमीलाई चाहिँ ओए प्राइभेसी भन्ने हुन्छ कि हुँदैन प्राइभेसी हुन्छ नि प्राइभेसी त हुन्छ कि तर त्यो म आएर यसरी हेर्दैखेरि लुकाउनु पर्ने प्राइभेसी चाहिँ के हो कसले लुकायो मैले तिम्रो पो च्याट पढ्नु हुँदैन त मैले तिम्रो साथीसँग गरेको हेरै नहुने त होइन होला नि त किन पढ्नु पर्यो त त्यो हेरेको र पढ्नुको एउटै कुरा होइन कुरा गर्छ क्या गरिरहेको चारो फेलेर आएको चालो फेलेर आयो हौ के भएको है भएको चाहिँ के तँलाई नगरे मलाई ढिलो भइरहेछ एक त मेरो लुगा झिक्दियो भनेर लागि बसेको 2:30 भएछ एउटा लुगा झिक्दियो न कोसँग बोलेको साथी हो के झिक्दियो लुगा कहाँ जान आँटेको बाहिर एकछिन देउरातिर अनि साथीसँग बोल्दा यसरी लुकाउनु पर्छ कहाँ लुकायो मैले चाहिँ फोन फेरि त्यो लुकाको चम्किँदैछ चाहिँ धेरै नाटक धेरै हुँदैछ नि तेरो लुगा झिक्दियो न भनेको मेरो म ती कुन चाहिँ छोरी हो न नाटक गरेको तैँले मसँग लुगा झिक्देऊ न भनेको म जानु आँटेको तिमी बस्दै गएर के खानु मन छ यहाँ राखेको छु मैले तेरो लुगा झिक्दिनु पर्ने मैले चाहिँ के खानु मन छ चटपटी ल्याइदिउँ पिरो अमिलो
त्यो फोन देखा मलाई कि रामेन खान्छौ फोन देखा फोन लुगा झिक्दैन पहिला लुगा झिक्दियो अनि 500 रुपियाँ दियो मलाई म आइहाल्छु नाटक नगरी बसे म आइहाल्छु 10-15 मिनेटमा लुगा कोसँग झिक्दियो बोल्दैछस् भन त म नडाटिकन बोलेकै छिटा कैसँग साथीसँग बोलेको साथीसँग बोल्नु बोलेको छैनस् त बोलेको छैनस् त बोलेको छैनस् त बोलेको छैनस् के खोजेको अर्काको चाकतिर हाल्नु के हो फोन पैसा पनि देऊ न अनि 500 रुपियाँ दिँदा के हुन्छ म अचो बुढा त हो नि सबै पैसा चाहिँ उसलाई दिनुपर्ने मैले के गर्छ यो ओइ के गर्छ यो के गरेको कसले गरेको तैँले किन चेपेको के त्यो फोन त्यति साह्रो कहाँ चेप्यो हो अहिले गुपो चेप्छ त कहाँ फोन चेप्छ के फोनले भनेको तेरो फोनले भनेको नउडे लुगा झिक्दे नाटक गर्छस् फोनले फोन देन भनेको चोक म लुगा इन गएको छोड म लुगा इन गएको किन लुगा लिनु गएको कोसँग बोल्दै थिइस् भन कोसँग बोल्दै थिइस् भन् न छैन केसँग बोलेको भन्दै छु त कस्तो कोहीसँग बोलेको छैन कोहीसँग बोलेको छैन सरी बोलेको छैन सरी निकाल निकाल बोल्ने को यो भन् को यो केटी रिया अरे अब रिया अरे तेरो को रिया साला नकुट्ने रिया को केटी केटी पछि रिवाज हो त्यो रिवाज हो त्यो साला अनपढ गवार सोचेको छस् कि क्या मस्त कुट्छस् नि बुढाले त्यस्तै को त्यो आइमाई भन् आइमाईको कुरा गर्छ फेरि रिया कहाँ हो रिवाज हो यो कहाँ मुन्टी नाटेको त चाहिँ भन् न रिया पो हुनु अरे रिया पो कहाँ मुन्टी नाटेको मुन्टी नाचे कहाँ मुन्टी नाटेको कहाँ मुन्टी नाटेको के गरेको पैसा दिएर म यसरी आइहाल्छु भने भनको नराटिकन भनको रिवाज हो रिवाज तेरो भएको रिवाज रिया होइन रिवाज हो भन्दैछु जब भन् छोड्ने मलाई रिस उठिसक्यो भनको यत्रो अर्कै लाउँछु खोल्ने खोल्दै अर्कै लाउँछु त्यसलाई त मारिदिउँ कि के हो भन को हो भन् त को हो भन् न म को हो त्यो रिवाज हो रिवाज कसको बुढीसँग लागेको छ रिवाज कार्की रिया कार्की हेर्न तेरो बाउ अझसम्म नसुनेको नाम रिवाज चाहिँ को थियो तैँले सुन्नुपर्छ मेरो सानो साथी हो मेरो त सबै हिस्ट्री थाहा छ त तँलाई के थाहा मलाई तेरो हिस्ट्री मासला पक तेरो आमालाई फोन गर्छु अर्को फोन गरिबस्छस् पक को फोन कहाँ गयो कहाँ राखिस् ले मम्मीलाई फोन गर्छु आमाले किन फोन गर्छस् आमाले किन फोन गर्छस् मेरो फोन मेरो मर्जी आमाले किन फोन गर्छस् सरकारको रिवाज हो रिवाज रिवाज नट रिया रिवाज हो के बाई बाई मासला कुत्ता उसको आमालाई फोन गरेर सब भनिदिन्छु के अरे फोन छोड मम्मीलाई फोन गर्नु दे तेरो धेरै नाटक भयो क्या म्याग्ने जा त्यहीसँग मुन्टी मर त्यहीसँग
के हो मेरो त भाग्य पनि यस्तै हो यस्तै यस्तै गएको म पैसा छ भने दे न भनेको म 10-15 मिनटमा आउँछु पैसा दे त 500 रुपियाँ छ भने दिइराख 500 रुपियाँ छ भने दिइराख्न भनेको 500 फोन पे गर्दै नि त क्यास छैन भने दे त ओए दे न लाग्दैन भने तैँले यस्तै दिन देखाउनुको लागि लिएर आएको मलाई तेरो रिया सिया थियो भने मलाई किन लिएर आएको तैँले रिया होइन हौ मारिदिन्छु म तँलाई कुण्डीको छोरी 500 रुपियाँ चाहिँ दे न भनेको पैसा दिएर पैसा दे देखा के देखाउनु किन बोल अघि त हेरिसकिस् त कस्तो किन बोलेको साथी मबाट चाहिँ के कमी भयो रिवाज मबाट चाहिँ तँलाई के कमी के भयो कमीको कुरा रियाको स्पेलिङ मलाई आउँदैन अनपढ सोचेको तैँले मलाई रिवाज तेरो बाउको रिवाज तेरो पैसा दे न पैसा चाहिँ पैसा दे न 500 रुपियाँ गोगलमा पैसा दे न पैसा चाहिँ तँलाई भुलिदिन्छु ब्याट घर फर्केर पनि नआइज त पैसा नकुटे भनेछु नकुट हात लगाउने मान्छे नगर्ने 500 रुपियाँ दे भनेको जास नदिएको यहाँ छ लिएर जा खाते मुला जति माया गर्दा पनि नहुने रिवाज हो रिया होइन रिवाज हो नबोल मसँग नबोल रिवाज हो नट रिया ओके रिवाज हो के रिया होइन भयो त तँलाई म चाहिँदैन भने भइहाल्यो त के गर्नु जबरजस्ती अर्काको उयसमा आउने पनि त होइन पैसा चाहिँ दे न त म 15 मिनट भएको तल चटपटे पनि ल्याइदिन्छु मलाई तेरो अनुहार पनि हेर्नु मन छैन मैले पैसा चाहिँ दे नि सबै म त फोन गरेर म सबै सुनाइदिन्छु मम्मी 500 रुपियाँ दे 500 दे न आफ्नै पैसा माग्नु पनि यस्तो कहिले त 500 रुपियाँ बोलिदिन्छु तँलाई म त्यो रिवाज हो क्या रिया होइन यस्तो यस्तै हो क्या कोही छैन भनेर हेपेको हो क्या के पैसा चाहिँ दे न पहिला कस्तो क्वेसन तेरो म छुइनँ मलाई तसँग बोल्नु मन छैन कि म तसँग बोलिहाल्यो भने तँलाई म मारिदिन्छु अहिले यहीँनिर पैसा चाहिँ दे न त लु पैसा दे पैसा दे बिजनेस दिनुहोस् कतिखेर आउँछ यो फेरि जा नदेश चाहिँ तेरो पैसा हेर नि भन्छु पैसा लिएर आइज भनेर फर्केर पनि नआइज है त जहाँसुकै जा जति माया गर्दा पनि पस्दो रहन्छ त्यस्तै हो के भयो फेरि पैसा लिएर आइज भनेको नि तेरो आमालाई पैसा लगी लगी खुवाउनु पर्ने केटा हो मेरो आमा रिया तेरो केटा हो रिवाज हो रिया होइन कस्तै मान्छे झुक्केको फेरि
यता पैसा दिँदैन मरिदिन्छु मैले मुख छाड्नु बाध्य नबना नि मास्तर कुकुर कता त त्यो जिन्दगी के भइसक्यो म कोठाउ छिट्याइदिन्छु झिट्याटा र टुटु गर्छ पैसा दे पैसा भने चाहिँ कसरी जानु अन्त इडियट नगर्नु माग्ने गएको म चाहिँ मासला मारिदिन्छु बरु मर्छु मारिदिन्छु कुकुरलाई मासला खाँदै मुची मासला के दिसुदी निकालिदिन्छु मासला